वेलकम टू माई न्यू ब्लग। छोटा सा भिडियो बनाउन लाग्छु साथीहरू। बाटोमा हिँड्दै हिँड्दै यो रह्यो हाम्रो हाइवे। अनि घरमा सबै बिहान उठेर आज म साथीहरू 4:30 बजे उठेको है। 4:30 बजे किन भन्नुहुन्छ भने जहिले पनि केही चाड तिहार आयो भने केही आज राति राम्रोसँग सुतेर बिहान अलि चाँडै उठेर काम गरौँला भनेर भनियो भने त्यही दिन हाम्रो सोसाइटीमा कहिले लाइट हुँदैन कहिले पानी हुँदैन साथीहरू। अनि हिसाब त्यही भनेर सुतेको त राति 2 बजेदेखिबाट लाइट डिम भएर अनि लाइट डिम भएर रातभरि पङ्खा नचलेर धिपिर 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 गरेर चल्छ। हावै आउँदैन गर्मी कस्तो साथीहरू। अनि रातभरि निन्द्रै लाएन सुतिएन। अन्त बिहान 4:30 बजे उठेर अनि लाइट डिम भएर लाइट गयो भने फेरि सोसाइटीमा पानी पनि खतम हुन्छ क्या साथीहरू। टङ्की पानी पनि खतम हुन्छ नि त। सबै आइमेहरू झपटा मारी मारी नुहाउने धुवाउने काम गर्न थाल्छन्। अन्त सबै पानी भेइन्छ। अनि म पनि 4:30 बजे उठेर झाडु पोछा गरेर नुहाइ गरेर घरको पूजा गरेर अनि अब हिँडेकी मन्दिर। अब मन्दिरमा गएर दर्शन गरेर आउने। अनि आज उपास छ मेरो। हर सोमबार उपासै बस्छु म साथीहरू है। अनि त्यस्तै छ। कस्तो रिस उठ्ने के जहिले पनि सोसाइटीमा कहिले पानी नै कहिले लाइट नै। अन्त पानी पनि अहिले त लाइट पनि छैन पानी पनि छैन। पानी पनि गयो। अब साथीहरू अब लाइट बनाउँछन् कतिखेर। अब त अहिले त 9 साढे 9 भयो। अब 10 बजेतिर आउँछन् त्यो के भन्छन् लाइट बनाउने होला। अनि तिनीहरू आयो भनेपछि अनि बल्ल लाइट बन्यो भनेपछि बल्ल पानी चढाउँछ मोटरले साथीहरू। यस्तै छ। बम्बईमा बसेर के गर्ने हो गाउँ जस्तो छ कि साथीहरू। कस्तो रिस उठ्छ घरिघरि। कहिलेकाहीँ रिस उठ्ने क्या नत्र त राम्रै छ। नराम्रो त होइन राम्रै छ। लेकिन कहिलेकाहीँ यस्तो रिस उठ्ने क्या। बोल्दै धेरै बोले साथीहरू। ल अब मन्दिर पुगेपछि मन्दिरको दृश्य देखाउँला साथीहरू। ल है त यसो माया गरिदिनु होला सब्सक्राइबर गरिदिनु होला सपोर्ट गरिदिनु होला भन्न चाहन्छु है साथीहरू। अनि यहाँको यस्तै छ सिन भ्यू है। अब म त यस्तै हो चपर हिँड्दै चपर गर्दै गर्छु। अब मन्दिरको अलिकति सिन देखाउँछु साथीहरू है। चलिए गाइस आज हो गया लास्ट सोमवार का दर्शन। और देख सकते हो यहाँ पर मैं पूजा करके आ गई। और यहाँ पर देख सकते हो इतना लंबा लाइन लग चुकी है। आज जल्दी हो गया मैं जल्दी आ गई इसलिए जल्दी हो गई गाइस। चलिए अब रास्ता का वीडियो मिलेगा बनेगा साथीहरू। ल हेर्न सक्नुहुन्छ है यहाँ यो गाभा यो अहिले न नेपालमा कस्तो यो गाभाको ल हेर्नुहोस् यो गाभाको भिडियो खुब भाइरल भएको छ नि त। मिलियन गइरहेको छ मान्छेहरूको। यहाँ गाभा पाइन्छ पाउन त साथीहरू। ल हेर्नुहोस् है पाउन त पाउँछ लेकिन यहाँ म खाँदिनँ के साथीहरू। म खाँदिनँ है। अनि गाभा नपाउने त होइन पाउँछ लेकिन म खाँदिनँ। यहाँ मैले यत्रो साल भयो यहाँ बसेको लेकिन बजारमा पनि बेच्नुको लागि त राखेको हुन्छन् लेकिन मलाई डर लाग्छ क्या खानलाई। अनि आजकल न नेपालमा कस्तो भाइरल भइरहेको छ के साथीहरू। यो के भन्छन् गाभाको पत्ताको तरकारी खाएको भिडियो मान्छेको मिलियन गइरहेको छ। ल हेर्नुहोस् यहाँ खोल्सामा पाउँछ क्या। लेकिन म डर लाग्छ कहीँ मरिनु पो हो कि भनेर मैले इन्डिया आएको लगभग 18-20 साल भयो साथीहरू। मैले गाभाको तरकारी अहिलेसम्म खाएको छैन। अनि अब गाभाको तरकारी खानलाई नेपालतिरै जानु पर्ला जस्तो छ साथीहरू है। म आउँदैछु नेपाल गाभाको तरकारी खानलाई अनि भिडियो बनाउनलाई। अहिले चाहिँ म मन्दिर गएर पूजा गरेर आएको अब घर जानलाई। अब साथीहरू ल है अलिकति भिडियो बनाइदिएको छु मैले। अगर भिडियो मलाई सपोर्ट गर्नु होला। कहाँ जान्छ भिडियो अलिकति म फलान ठाउँबाट हेरेको भनेर पनि लेखिदिनु होला साथीहरू। अनि माया गरिदिनु होला सपोर्ट गरिदिनु होला सब्सक्राइबर गरिदिनु होला साथीहरू भन्न चाहन्छु। म पनि एक परदेशी चेली हुँ और भिडियो बहुत मेहनत गरेर म भिडियो बनाउँदैछु साथीहरू। सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। ल है भिडियो राम्रो लागेदेखि यसो लाइक कमेन्ट अनि सब्सक्राइबर गर्न नभुल्नु होला है।